दादा बालेनको के छ अवस्था? बालेनको क्रेज भनेको ऊ एउटा ब्रान्ड नै बनिसकेको छ। यो 2 नम्बर प्रदेश लगायत झन् हाम्रो सिराज जिल्लामा त 1, 2, 3, 4 चारै क्षेत्र उम्मेदवारले नोमिनेसन दिइसक्नु भएको छ। हाम्रो यहाँ चारै क्षेत्रका जनताहरूले जितको घन्टी बजाइसक्नु भएको छ। यहाँ कोही नआए पनि हुन्छ। तराईमा पनि राष्ट्रपाले जित्छ? निर्विरोध चारै क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टीको खल्तीमा गइसकेको छ। त्यस्तो क्रेज छ बालेनको? क्रेज छ त। हामी नेपाली काङ्ग्रेसको मान्छे, कट्टर जन्मजात काङ्ग्रेस। अब हामीहरूको मत त परिवर्तनतिर जाँदैछ घन्टीमा। अनिखेरि अब के कुरो गर्ने, त्यो अवस्था छ। बालेन राष्ट्रपा आएसँगै यस्तो क्रेज भयो? यो 2 नम्बर प्रदेशमा 32 वडामा 22 वटा सिट त ग्यारेन्टी हो राष्ट्रिय स्वतन्त्र। के भन्न चाहनुहुन्छ बालेनलाई सन्देश? बालेनलाई शुभकामना छ, अग्रिम शुभकामना। उहाँको चाहिँ लगभग 10-12 हजार फरक मतले जित्नु। बालेनले पनि 10-12 हजार फरक मतले जित्नुहुन्छ। केपी ओली हार्छन्? 22 हजार मत झापा क्षेत्र नम्बर 5 मा नेपाली काङ्ग्रेसको, त्यसमा 12 हजार मत काङ्ग्रेसको उहाँलाई पर्दैछ। राप्रपाको 6 हजार मत हो, त्यसमा 4 हजार मत बालेनलाई पर्दैछ। 12, 4, 16, 17 हजार मत त प्लस भइसक्छ। त्यसै उहाँको जित एकदम सुनिश्चित छ। बालेनजी, तपाईँ भिडियो हेर्दै हुनुहुन्छ नि? म मेरो गाउँमा छु, कट्टर काङ्ग्रेसहरू हुनुहुन्छ यहाँ गाउँमा। अहिले दादा मात्रै बोल्नु भएको छ। म चाहिँ श्रीपाज महाराधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारलाई स्वागतको लागि, उहाँको स्वागतलाई 10 लाख जनता जनकपुरमा उतार्नको लागि भव्य तयारीमा आउँदैछु। मेरो यो भिडियो सुनेर बस्नुहुने सबैलाई म आग्रह पनि के गर्छु भने त्यहाँ पनि आइदिनु होला। तर चुनावी माहौल जे छ, चुनाव हुन्छ हुँदैन मेरो आफ्नै विश्लेषण छ। तर जुन आकलन काठमाडौँमा बसेर चाहिँ भलादमीहरूले गर्दैछन् नि राजनीतिक विश्लेषकहरूले, गाउँमा त्यसको अवस्था ठ्याक्कै उल्टो छ। सिराहा जिल्लाको 4वटै क्षेत्र लान्छ। 4वटा क्षेत्र एकदम निश्चित 100%। यसमा कुनै दुईमा छैन। लीलानाथ श्रेष्ठ एमालेको आफूलाई हस्ती भन्नुहुन्छ 3 नम्बर क्षेत्र, उहाँ आफै चुनाव हार्दै हुन्छ 5000 भन्दा बढी फराकिलो मत। त्यो अवस्था छ। सिराहा जस्तो सिराहा तराई जिल्लाको मधेसको उद्गम स्थल हो साथीहरू। तराईमा बालेन क्रेज यस्तो छ पार। हजुर। र महेश बस्नेतको कारण र केपी ओलीको कारणले 2 नम्बर प्रदेशमा एमालेहरूको पुरा पत्ता साफ हुँदैछ। त्यो अवस्था छ।